नमस्ते सबैजनालाई। यो मेरो 100 डे च्यालेन्जको डे 2 हो र मैले हिजो डे 1 सुरु गरेको थिएँ र आज नयाँ दिन, फेरि नयाँ सुरुवात। हेरौँ आज के गर्छु। ल साथीहरू, मैले चाहिँ यहीँबाट भिडियो सुरु गरेँ र आज चाहिँ म बिहान उठ्न बित्तिकै अरू केही काम नगरेर साइट भिजिटिङ गर्ने काम गर्न गएँ। किनभनेपछि मैले चाहिँ सिभिल पढेको हो, सो मैले चाहिँ रियल फिल्डमा कहिले पनि काम गरेको थिएन र आज चाहिँ काम गर्ने मौका पाएर चाहिँ म बिहान उठ्न बित्तिकै काम गर्न गएँ। र साथीहरू, अस्ति मैले यही रेजिडेन्टल बिल्डिङको फाउन्डेसन कसरी बन्छ भनेर मैले अगाडिको ब्लगमा भनेको थिएँ र आज चाहिँ मैले प्रोसेस देखाइरहेको छु। साथीहरू, यो काम त प्रायः जस्तो सबै मान्छेहरूलाई थाहा होला, तर सिभिल पढ्नेलाई चाहिँ यसमा चाहिँ टेक्निकल नेमहरू के हुन्छन् भनेर थाहा होला। कमेन्ट गर्नु होला के टेक्निकल नेमहरू हुन्छन्। र साथीहरू, यसमा चाहिँ कम्बाइन फुटिङ छ र अब कम्बाइन फुटिङ भनेको के हो तपाईँहरूलाई कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला। र साथीहरू, यो गर्दै गर्दाखेरि यो भाइब्रेटिङ मेसिनहरू किन चलाउँछन् र यो भाइब्रेटिङ मेसिन चलाउन के जरुरी छ, कसैलाई पनि यसको कारण थाहा छ भने कमेन्टमा जरुर भन्नु होला। यसको नाम चाहिँ कङ्क्रिट भाइब्रेटिङ मेसिन हो र यो चाहिँ आरसिसी गर्दाखेरि, पिसिसी गर्दाखेरि सबै काममा चाहिँ यो भाइब्रेटिङ मेसिन युज हुन्छ। त्यतिकैमा साथीहरू, यता साइडमा चाहिँ बालुवा सकिएको कारण बालुवा मगाएको थिएँ र ट्र्याक्टर चाहिँ ब्याग गरेर ल्याउँदाखेरि चाहिँ हाम्रो यो नालामा चाहिँ नाला टुटेर भित्र छिर्यो। र साथीहरू, यो नाला बनाउने कम्पनीलाई के भन्न चाहनुहुन्छ र यो जुनसुकै ठाउँमा यस्तो नाला बनाएको छ त्यहाँ ट्र्याक्टर जान बित्तिकै भत्केको छ, यो कति कमजोर बनाएको होला, यो नेताहरूको भ्रष्टाचारले गर्दा नै हो। सो साथीहरू, यत्तिकैमा तान्दै अझै जोरसँग भित्र पस्यो। बिहानदेखिको मेहनत अहिले चाहिँ 2टा कम्बाइन फुटिङ यति भएको छ र अरू गर्न बाँकी नै छ। र साथीहरू, अहिले चाहिँ ट्र्याक्टर पनि निस्केको छैन। अब त्यहाँको ट्र्याक्टरको ड्राइभरहरूले आफै बेल्चा लिएर निकालिरहेछन्। र आज 100 डे च्यालेन्जको सेकेन्ड डेको भ्लग यति नै रहेको छ र मन पऱ्यो लाइक, कमेन्ट, सेयर र फलो गर्नुहोला। र साथीहरू, कसैलाई पनि लोकल भाले आवश्यकता छ भनेपछि कन्ट्याक्ट पनि गर्नुहोला। धन्यवाद।